अभिवादन। आज मिति 2082 साल 10 महिना 9 गते पढ्न गएको सरस्वती पूजाको तपाईहरुलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज हामी तपाईहरु सामु सरस्वती वन्दना वाचन गर्न गइरहेका छौं। त्यसका लागि तपाईहरु सरस्वती माया कृष्ण पीडा पुस्तक धारिणी हंसवाहन संयुक्त विद्यादानं करोतु मे प्रथमं भारती नाम द्वितीयं च सरस्वती तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी पंचमं तु जगन्माता षष्ठं वागीश्वरी तथा सप्तमं चैव कौमारी अष्टमं वरदायिनी नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नर जीवाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती। धन्यवाद। Namaste. Good morning to everyone. Namaste. आज सरस्वती पूजा अबकोटी श्रेणीपछि उत्कृष्ट पोजिसन प्राप्त विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम पनि रहेकोले कृपया पुरस्कृत विद्यार्थीहरू भयधारण गरेको प्रसिद्धि होला। विद्यार्थीहरूलाई टीका लगाइदिनको लागि केही शिक्षक शिक्षिकाहरू अगाडि आइदिनुहोस्। अलि सजिलो हुन्छ होला। विद्यार्थीहरूलाई टीका लगाइदिनको लागि केही शिक्षक शिक्षिकाहरू फोटो वीडियो बहुत कक्षा शिक्षकज्यूहरू कृपया टीका लगेर लाइनमा लगाइदिनु होला।
यता हेर्नुहोस् न लुक्यो हाम्रा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई आजको यस पवित्र दिनमा कृपया हल्ला चाहिँ अलिकति लगाइदिनु होला है। हेलो हेलो हेलो। आज कक्षा 10 को उल्लेखनीय उपस्थित रहेकोमा ती भाइ बहिनीलाई पुनः अनुरोध गर्न चाहन्छु। धीरे पढ्नु है अबदेखि है बस बिहानीबाट धीरे पढ्नुपर्छ ल थ्याङ्क यू बाई छोरो अब टिका लगाइदिनुहोस् नमस्ते। फुल प्रसाद अर्पण गरिसक्नुभयो। आफ्नो लाइनमा व्यवस्थित ढङ्गबाट बस्नु होला है। Who's that? Your neighbor? Oh, your son? Yes, sir. मैम तल हेर्नु एउटा झाडु चाहिन्छ क्या She will give me her mobile. Namaskar. Oh, eso no pasa.
Very long hair. These are here. Hey, one side. Boys. करीब अब आजको पूजा यहाँनिर सकिन आइसकेको छ। कक्षा 10 का भाइ बहिनीहरूको पालो सुरु भइरहेको छ र अन्य विद्यार्थी भाइ बहिनीहरू पुरै नेपालीमा पनि हेलो प्रेजेन्ट हेलो सबै विद्यार्थी भाइ बहिनीहरू कक्षागत रूपमा लाइनबद्ध रूपमा बस्नुहोला। अब हामी पुरस्कार वितरण कार्यक्रमलाई गइरहेका छौँ। तसर्थ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू करिब 10 देखि 15 मिनटको लागि कक्षागत रूपमा लाइनबद्ध रूपमा बस्नुहोला। अब ढिलो नगरी पुरस्कार वितरण कार्यक्रमलाई आज यो पावन अवसरमा पुरस्कार वितरण कार्यक्रममा हामी जोडिन गइरहेका छौँ र ढिला नगरी गत वर्ष कक्षा 3बाट 3rd पोजिसन प्राप्त गर्न सफल विद्यार्थी भाइ बहिनीहरूलाई धेरै अवस्थामा बस्नुको लागि अनुरोध गर्न चाहन्छु भने पुरस्कार वितरण गरिदिनको निम्ति यसै गरी प्रबन्ध निर्देशक आदरणीय व्यक्तित्व बाबुराम खनालज्यू, यसै गरी यस गरिमामय संस्थाका प्राचार्य आदरणीय व्यक्तित्व एम बहादुर राणाज्यू, यसै गरी यसै संस्थाका सहप्राचार्यज्यू आदरणीय व्यक्तित्व रमेश प्रसाद बस्यालज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। So third person goes to here Angela Khanal from %, 96.78%, and 96. Ready? 94.88. And the person is 90. Ready? Namaste, sir. Ready? कक्षा 10 मा अन्तर्गत हाम्रा नक्षत्रहरूलाई हामी धेरै दिन चाहन्छौँ। तदनुसार हाम्रा विद्यार्थीहरू
Please wait and see here. हार्दिक अनुरोध गर्न चाहन्छु र यसै गरी Ashmin Shah hold second and I am Bhungana hold first. I am Bhungana, starting in Subarman School to senior category ma. Everyone, ready? Ready, everyone? Ready? 1, 2, 3. Ready? Wait, okay. She's saying something. Okay, everyone, so you talk. Okay? Nice, nice. Yeah, hooray! मैम एउटा पर्छ तुमकोमा Make us one? Okay. Okay. अध्यक्षज्यू, प्रबन्ध निर्देशकज्यू, प्राचार्य, सहप्राचार्य, उपस्थित गुरुवर्ग, साथीहरू तथा विद्यार्थी भाइ बहिनीहरू, सबैलाई मेरो हार्दिक नमस्कार। म जनस्थानीय वार्ड कक्षा 10 गबाट आजको यस पवित्र दिनमा आफ्नो केही भनाइ व्यक्त गर्न पाएकोमा आफूले अत्यन्तै भाग्यमानी महसुस गरिरहेको छु। आज हामी सबै हिन्दू धर्म र संस्कृतिको एक अत्यन्तै पवित्र दिन श्री सरस्वती पूजाको शुभ अवसरमा यहाँ एकत्रित भएका छौँ। आजको दिनमा ज्ञान, बुद्धि, कला, सङ्गीत र वाणीकी देवी श्री सरस्वती माताको आराधना गरिन्छ। यो पर्व विशेष गरी हामी विद्यार्थीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ किनकि सरस्वती माता ज्ञानको प्रतीक हुनुहुन्छ। सरस्वती माता सेतो वस्त्र धारण गर्नुभएको, वीणा बजाइरहनु भएको र कमल आसनमा विराजमान हुनुहुन्छ। सेतो वस्त्रले पवित्रता, शान्ति र सादगीको प्रतीक जनाउँछ भने वीणाले कला, सङ्गीत र सृजनात्मकताको महत्त्व देखाउँछ। उहाँको हातमा रहेको पुस्तकले ज्ञान र विवेकको मार्गदर्शन गर्छ। त्यसैले सरस्वती माता केवल देवी मात्र होइन, उहाँ जीवनलाई सही दिशामा अघि बढाउने प्रकाश हुनुहुन्छ। हिन्दू धर्ममा सरस्वती माता ब्रह्माजीको शक्ति मानिनुहुन्छ। जहाँ ज्ञान हुन्छ त्यहाँ सत्य हुन्छ र जहाँ सत्य हुन्छ त्यहाँ धर्म हुन्छ भन्ने विश्वास हाम्रो धर्मशास्त्रमा पाइन्छ। यही कारणले हिन्दू धर्ममा सरस्वती माताको पूजा अत्यन्त श्रद्धा र विश्वासका साथ गरिन्छ। हरेक शिक्षालय, गुरुकुल, विद्यालय र पुस्तकालयमा सरस्वती मातालाई स्मरण गरिन्छ। परीक्षाको समय, अध्ययनको सुरुवात र नयाँ कामको आरम्भमा पनि सरस्वती माताको नाम लिने परम्परा हाम्रो समाजमा गहिरो रूपमा जरा गाडेको छ। हिन्दू धर्ममा ज्ञानलाई सर्वोच्च स्थान दिन्छ। धन, शक्ति र वैभव भन्दा पनि ज्ञानलाई महान मानिन्छ। त्यसैले सरस्वती माताको पूजा भनेको केवल मूर्तिको पूजा होइन, यो ज्ञान, अनुशासन, विनम्रता र सदाचारको पूजा हो।
उहाँले हामीलाई सही सोच, सही बानी र सही कर्मको बाटो देखाउनुहुन्छ। आजको यस पावन दिनमा हामी विद्यार्थीहरूले सरस्वती माताको पूजा विशेष रूपमा गर्नुपर्छ। विद्यार्थीहरूले आज किताब, कलम, कापी र वाद्य यन्त्रहरू पूजा स्थलमा राखेर सरस्वती मातासँग प्रार्थना गर्नुपर्छ। तर केवल पूजा गर्नु मात्र पर्याप्त छैन। हामीले उहाँको शिक्षालाई जीवनमा उतार्न पनि आवश्यक छ। नियमित अध्ययन, गुरुजनको सम्मान, सत्य बोल्ने बानी र अनुशासनको पालन गर्नु नै सरस्वती माताप्रतिको सच्चा श्रद्धा हो। आजको दिन हामी सबैले यो सङ्कल्प लिनुपर्छ कि हामी ज्ञानलाई केवल परीक्षा पास गर्न मात्र होइन, समाज परिवर्तन गर्न शक्ति बनाउनेछौँ। हामी आफ्नो ज्ञानलाई देश, समाज र मानवताको सेवामा प्रयोग गर्नेछौँ। अन्त्यमा म सबैसँग यही प्रार्थना गर्दछु, हे सरस्वती माता, हाम्रो बुद्धिलाई उज्यालो बनाइदिनुहोस्, हाम्रो गाडीलाई मधुर बनाइदिनुहोस् र हाम्रो कर्मलाई पवित्र बनाइदिनुहोस्। धन्यवाद। कार्यक्रममा सरस्वती माताको तस्बिर अगाडि दीप प्रज्वलन गर्नको लागि म यसै विद्यालयका सञ्चालक समितिका अध्यक्ष रामलाल श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्दछु। सँगसँगै प्रबन्धन निर्देशकज्यू हुनुहुन्छ र बाबुराम खनाल सर, त्यसै गरी बाजु राणा सर र सहप्राचार्य रमेश प्रसाद बस्याल सरलाई पनि संयुक्त रूपमा अगाडि आई दीप प्रज्वलन कार्यक्रममा सहभागी भएको हुनको लागि म अनुरोध गर्दछु।